म किन यति ठुलो हाँसेको भनेर सोचिराख्नु भएको होला है। यहाँ चाहिँ हाम्रो म्यामहरूसँग के कुरा गर्दै आउँदै थियौँ। त्यति बेला चाहिँ त्यस्तै कुरा भएर म चाहिँ हाँसेको ठुलो स्वरमा। नमस्ते एन्ड दाक्सु सबैजनालाई, वेलकम ब्याक टु माई नेक्स्ट भिडियो। आशा छ तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ, म पनि एकदमै सन्चै छु। र यो चाहिँ अस्ति नै बुधबारको भिडियो हो र यो चाहिँ हाम्रो क्लास 6को नानी प्रमिसा तामाङ नानीहरूको घरमा चाहिँ आज घरको साइत थियो। त्यही भएर हामी चाहिँ सबैजना स्टाफहरू मिलेर चाहिँ पूजामा घरको साइत पूजामा जाँदै थियौँ। र यो चाहिँ हाम्रो स्कुलभन्दा अलिक उता थियो, अलिक टाढा। त्यही भएर हामी चाहिँ स्कुल सकाएर त्यता जाँदै थियौँ र त्यति बेलाको भिडियो हो। यहाँ चाहिँ हाम्रो म्यामहरू हुनुहुन्छ, हाई हाई गर्दै आउँदै हुनुहुन्छ। अनि हाम्रो आधा स्टाफ चाहिँ अलिक अगाडि हुनुहुन्थ्यो, हामी चाहिँ अलिक पछाडि थिएर चाहिँ हामी अब सबैजना डाँडामा भेटेर चाहिँ जाँदैछौँ। यो चाहिँ अब हामी प्रमिसाहरूको घर पुगिसकेको छौँ र म चाहिँ भिडियो बनाउँदै अगाडि हिँडिरहेको छु। अनि हाम्रो म्यामहरू चाहिँ भरे खुसु मिसले यस्तो भन्दै हाल्नुहुन्छ है भन्दै हुनुहुन्थ्यो। अनि यो चाहिँ हाम्रो क्लास 6को नानीहरू, हाम्रो प्रमिसा तामाङको साथीहरू अगाडि नै आइसकेर प्रसाद खाँदै हुनुहुन्छ। र यो चाहिँ हाम्रो प्रमिसाहरूको घर हो। कस्तो राम्रो बनाउनु भएछ है घर। अनि डाँडामा है, ढिकमा, यता त डाँडालाई ढिक भन्ने रहेछ है। डाँडामा एकदमै आनन्दै शान्त पिसफुल कस्तो बस्न नि रमाइलो डाँडा रहेछ यता चाहिँ। अनि यहाँदेखि चाहिँ ठ्याक्कै फेरि रुम्जटारको गुम्बा चाहिँ ठ्याक्कै अगाडि छ। त्यही भएर पनि एकदमै पिसफुल शान्ति छ है, त्यत्रो धेरै घरहरू पनि छैन। यहाँ चाहिँ हाम्रो सिस्टरहरू म्यामहरू हुनुहुन्छ। अब चाहिँ हामी यता आइसकेपछि हामीले लिएको कोसेलीहरू दिइसक्यौँ र हामी चाहिँ प्रसाद खानातिर लाग्यौँ। पार्वता म्याम हुनुहुन्छ, हाम्रो दिदी हुनुहुन्छ, अनि म चाहिँ कोक खाँदैछु। अनि हाम्रो सिस्टर हुनुहुन्छ, अनि यता हाम्रो सीता म्याम, दिन्सा म्याम, रोशनी म्याम, पूर्णिमा म्याम, अनि हाम्रो सरहरू पनि हुनुहुन्छ, अनि यता हाम्रो सिस्टर हुनुहुन्छ। हामी चाहिँ गफ गर्दै प्रसाद खाँदैछौँ। कस्तो मिठो अचारसँग सेलरोटी, अनि के भन्छ अर्को रोटी पनि खायौँ है हामीले चाहिँ। अनि चिया र चिसो पनि खायौँ। अनि यो चाहिँ भित्रको हो। अनि हाम्रो जुना म्याम हुनुहुन्छ, अनि अहिले चाहिँ हाम्रो पूर्णिमा मिसले भिडियो क्याप्चर गर्दै हुनुहुन्थ्यो। हामी चाहिँ खानामा व्यस्त थियौँ। माथि हाम्रो सिस्टरहरू चाहिँ घर माथि पनि हेर्दै हुनुहुन्थ्यो। हामी चाहिँ खानामै व्यस्त थियौँ। रोशनी म्यामले मुख छेल्दै हुनुहुन्छ, लजाउँदै हुनुहुन्छ यहाँ। साँच्ची नै है, कति बस्नुलाई आनन्द आउने ठाउँ छ। यहाँ मोहन सर र एकजना बुवा चाहिँ गफ गर्दै हुनुहुन्छ, अङ्कल चाहिँ गफ गर्दै हुनुहुन्छ। अनि यता हाम्रो सरहरू र नानीहरू हुनुहुन्छ। फेरि यहाँ चाहिँ हामी छौँ, हाम्रो पार्वता म्यामले केही भन्दै हुनुहुन्छ यहाँ। रोटी चाहिँ हामी चाहिँ पूजामा जाँदा रोटीको सेली चाहिँ दिएर पठाउने चलन रहेछ। त्यही भएर सबैजनालाई व्यक्ति पछि एउटा प्लास्टिकमा कोसेली दिएर पठाउँछ। यो चाहिँ अन्तिमको हो। म्यामहरूले बाई बाई गर्दै हुनुहुन्छ। उहाँ म्यामहरू चाहिँ सानिटार जानुहुने हो र हामी चाहिँ रुम्जटार। त्यही भएर हामी चाहिँ बाई बाई गरेर छुट्यौँ यहाँदेखि। र यो चाहिँ हाम्रो कोसेली हो। थ्याङ्क यू फर वाचिङ। अन्तिमसम्म हेर्नुभएकोमा धन्यवाद। सी यू इन नेक्स्ट भिडियो। बाई बाई।